जुडेराको मरेको आत्मा। गोर्खाको एक टाढाको गाउँ थियो, कालो पानी। त्यो गाउँको उत्तरपट्टि एउटा पुरानो जङ्गल थियो, जहाँ दिनमा पनि मान्छे जान डराउँथे। त्यही जङ्गलको छेउमा एउटा पुरानो जीर्ण घर थियो। गाउँलेहरू त्यसलाई जुडेराको घर भन्थे। जुडेरा कुनै साधारण मान्छे थिएन। ऊ गाउँकै सबैभन्दा क्रूर, लोभी र निर्दयी मान्छे थियो। उसले गरिबहरूलाई दुःख दिन्थ्यो, बच्चाहरूलाई डर देखाउँथ्यो र बुढाबुढीलाई गाली गर्थ्यो। कसैले उसलाई मन पराउँदैनथे। जुडेराको रहस्यमय मृत्यु। एक रात भीषण आँधी र वर्षा परिरहेको थियो। बिजुली चम्किरहेको थियो। जुडेरा मदिरा पिएर घर फर्कँदै थियो। जङ्गल नजिक पुग्दा अचानक कसैले उसको नाम फुसफुसाएर बोलायो, जुडेरा। ऊ अत्तालियो, वरिपरि हेर्यो, कोही थिएन। फेरि आवाज आयो, तैँले धेरै पाप गरिस्। त्यति नै बेला ठुलो गर्जनसँगै बिजुली जुडेराको अगाडि खस्यो। भोलिपल्ट बिहान गाउँलेहरूले जुडेरालाई जङ्गलको छेउमा जलेको अवस्थामा मृत भेट्टाए। सबैले भने, पापको फल हो, अणो। मरेपछि सुरु भयो आतंक। जुडेरा मरेपछि पनि गाउँ शान्त भएन। राति 12 बजेपछि जङ्गलबाट चेन घिस्रिएको आवाज, हिँड्ने छाया र कर्कश हाँसो सुनिन थाल्यो। जो राति एक्लै हिँड्थे, उनीहरू भोलिपल्ट बिरामी पर्थे। कसैले भन्थे, मैले जुडेरालाई देखेँ, उसको आँखा आगो जस्तो रातो थियो। एक रातको घटना। गाउँको एक युवक रमेश राति ढिलो घर फर्कँदै थियो। जङ्गल नजिक पुग्दा अचानक उसको अगाडि एउटा कालो आकृति देखा पर्यो। त्यो आकृतिले भारी स्वरमा भन्यो, म जुडेरा हुँ, मलाई शान्ति दे। रमेश डरले काँप्न थाल्यो। उसले भाग्न खोज्यो, तर खुट्टा चल्नै सकेन। त्यो आत्मा बिस्तारै नजिक आयो। चिसो हातले रमेशको काँध समात्यो। मरेपछि पनि मेरो आत्मा यहाँ बाँधिएको छ। त्यसपछि रमेश बेहोस भयो। काँटीको आत्माको मुक्ति। भोलिपल्ट गाउँका झाँक्रीलाई बोलाइयो। झाँक्रीले भन्यो, जुडेराले धेरै निर्दोषलाई दुःख दिएको छ। उसले माफी पाएसम्म आत्मा शान्त हुँदैन। पूजा गरियो, दीप बालियो र जुडेराको नाममा दान गरियो। त्यस रात ठुलो हुरी चल्यो अनि त्यसपछि जङ्गल शान्त भयो। वाणी, अन्तिम चेतावनी। तर आज पनि गाउँलेहरू भन्छन्, यदि राति जङ्गलतिरबाट कसैले तिम्रो नाम बोलायो भने कहिल्यै पछाडि नहेर्नु, किनकि त्यो जुडेराको मरेको आत्मा पनि हुन सक्छ। अन्तिम चेतावनी। जुडेराको आत्माको पूजा भएपछि गाउँ केही दिन शान्त भयो। तर शान्ति स्थायी रहेन। फेरि सुरु भयो
अनौठो घटना। पूजापछि 7औं दिनको रात कालोपानी गाउँ बाक्लो कुहिरोले ढाकिएको थियो। राति ठीक 12:12 जङ्गलतिरबाट घन्टी बजे जस्तो आवाज आयो। ड्याम ड्याम ड्याम। गाउँको पुरानो मन्दिरमा राखिएको घन्टी आफै बजिरहेको थियो। रमेशको हालत बिग्रन्दै। पहिलो भागमा बेहोस भएको रमेश त्यसयता बोल्न छाडिसकेको थियो। ऊ राति निन्द्रामा चिच्याएर उठ्थ्यो, मलाई नलग, माफी चाहिन्छ। एक रात उसले आँखा नखोली भन्यो, जुडेरा एक्लो छैन, ऊ अझै बाँधिएको छ। काला जङ्गलभित्रको सत्य। गाउँका 4 जना युवक रमेश, सूरज, दीपक र हरि सत्य पत्ता लगाउन जङ्गल छिरे। जङ्गलको भित्री भागमा पुगेपछि उनीहरूले देखे जुडेराको पुरानो कपाल, हड्डी र रगतले लेखिएको चिन्ह। भुइँमा लेखिएको थियो, मेरो पाप यहाँ गाडिएको छ। त्यसै बेला चिसो हावा चल्यो। सबैको कान नजिक एउटै आवाज आयो, तिमीहरू ढिलो आयो। आत्माको वास्तविक रूप। कुहिरो भित्रबाट जुडेराको आत्मा देखा पर्यो। उसको शरीर आधा जलेको, आँखा खाल्डा परेको र घाँटीमा चेन बाँधिएको थियो। ऊ चिच्यायो, म मरे, तर मेरो पापले मलाई छाडेन। त्यो आत्मा उनीहरू वरिपरि घुम्न थाल्यो। जमिनबाट काला हातहरू निस्कन थाले। खाँटी बलिदानको माग। जुडेराको आत्माले भन्यो, मुक्ति चाहिन्छ भने मेरो सबैभन्दा ठुलो पाप बाहिर ल्याउनु पर्छ। त्यसपछि जङ्गलमा दृश्य फेरियो। उनीहरूले देखे जुडेराले एउटा निर्दोष बालकलाई जिउँदै गाडेको दृश्य। त्यो रहस्य कसैलाई थाहा थिएन। काँटीको अन्तिम पूजा। झाँक्री फेरि बोलाइयो। बालकको आत्माको नाममा पूजा गरियो। त्यही ठाउँमा दीप बालेर माफी मागियो। राति 3 बजे जङ्गलबाट ठुलो कराहा सुनियो, अब म जान सक्छु। आगो जस्तै उज्यालो देखियो अनि सबै शान्त। वाणी, डर लाग्दो अन्त्य। भोलिपल्ट जङ्गल सफा थियो, तर मन्दिरको ढोकामा नयाँ चेन झुन्डिएको थियो र भित्तामा रगतले लेखिए जस्तो देखिन्थ्यो, सबै आत्मा मुक्त हुँदैनन्। आज पनि कालोपानी गाउँमा भनाइ छ, यदि राति 12:12 घन्टी बज्यो भने आफ्नो नाम लिएर बोलाउने आवाजलाई व्यवस्था गर, किनकि त्यो जुडेराको आत्मा होइन, त्यसभन्दा अझै डरलाग्दो केही हुन सक्छ। अन्त्य होइन, श्राप। जुडेराको आत्मा मुक्त भएको भनिएपछि कालोपानी गाउँले ढुक्क भएका थिए। तर गाउँका बुढापाखाले एउटै कुरा दोहोर्याइरहेका थिए, जुडेराको आत्मा गयो होला, तर जुडेराले छोडेको श्राप अझै बाँकी छ। घन्टी, राति 12:12 नियम।
त्यस रातदेखि गाउँमा एउटा अनौठो नियम बसालियो। राति 12:12 कोही पनि बाहिर ननिस्कने, किनकि ठीक त्यही समयमा घन्टी आफै बज्थ्यो। जङ्गलतिरबाट बच्चाको रुवाई सुनिन्थ्यो अनि कसैको कान नजिकै फुसफुसाहट, मेरो नाम बिर्सियौ। रमेशको अन्तिम रात। रमेश अब बोल्न थालेको थियो, तर उसका शब्दहरू सामान्य थिएनन्। एक साँझ उसले भन्यो, जुडेरा त ढोका मात्रै थियो, भित्र त अरू नै केही थियो। त्यस रात रमेशको कोठामा अचानक बत्ती निभ्यो। झ्यालबाट कालो कुहिरो छिर्यो। कुहिरो भित्रबाट बच्चाको आकृति देखियो। आँखा खाली, मुखमा सिउँदो रगत। बच्चाले रमेशलाई सोध्यो, तिमीहरूले मलाई किन ढिलो सम्झ्यौ? काला, सत्यको अन्तिम टुक्रा। रमेशले गाउँलेहरूलाई सबै कुरा भन्यो। जुडेराले मरेको बालक एक्लो थिएन, त्यो बच्चा बलि थियो। जुडेराले एउटा पुरानो तान्त्रिक विधि गरेको थियो। आफ्नो मृत्युपछि पनि गाउँमा डर बाँकी राख्न। त्यसैले जुडेराको आत्मा गएपछि पनि त्यो बाल आत्मा बाँधिएको थियो। हो, श्राप तोड्ने अन्तिम उपाय। झाँक्री काँप्दै बोल्यो, यो आत्मा शान्त गर्न पूजा पुग्दैन, कसैले सत्य स्वीकार गर्नुपर्छ। त्यसै बेला रमेश अगाडि बढ्यो। उसले रोएर भन्यो, म जान्दथे, जुडेराले बच्चा गाड्दा म त्यहाँ थिएँ। डरले चुप लागे। बलिदान। राति 12:12। जङ्गलको बीचमा सबै भेला भए। रमेशले दीप बालेर चिच्यायो, मेरो मौनताले तिमी मरेका हौ। आज म मेरो आत्मा तिमीलाई सुम्पन्छु। भुइँ चिरियो, कालो हावा उठ्यो। बच्चाको आत्मा रोयो अनि उज्यालो बन्यो। रमेश जमिनमै ढल्यो। बिहानको सत्य। बिहान रमेशको शरीर त्यही थियो। उसको अनुहार शान्त थियो। पहिलो पटक जङ्गलबाट घन्टीको आवाज आएन। कुहिरो हट्यो। वाणी, अन्तिम चेतावनी। तर मन्दिरको परवालमा आज पनि एउटा वाक्य कोरिएको छ, डर आत्माबाट होइन, सत्य लुकाउने मानिसबाट जन्मन्छ। कालोपानी गाउँले आज पनि भन्छन्, यदि तिमीले कुनै पाप देखेर चुप लाग्यो भने जुडेराको कथा फेरि सुरु हुन्छ। श्राप सरेको दिन। रमेश मरेपछि कालोपानी गाउँ शान्त भयो, तर त्यो शान्ति सास रोकिए जस्तै थियो। बुढापाखाले भने, श्राप मरेको छैन, सरेको मात्रै हो। काटीको रमेशको 13औं दिन। रमेशको क्रिया सकिएको दिन। गाउँलेहरू मन्दिरमा भेला भएका थिए। ठीक 12:12 दिउँसो मन्दिरको घन्टी आफै बज्यो। ड्याम ड्याम ड्याम। दिउँसै रात झैँ अन्धकार भयो। पहिलो सङ्केत। रमेशको घरको ढोकामा भित्रबाट नङले कोरेको चिन्ह देखा पर्यो। भित्तामा रगत जस्तो अक्षर, अब पालो अरूको हो। त्यस रात गाउँको एउटा बालक हरायो।
काटी बच्चाको फर्काई। 3 दिनपछि त्यो बालक फर्कियो, तर ऊ बोल्दैन थियो, हाँस्दैन थियो। राति ऊ एउटै कुरा फुसफुसाउँथ्यो, मलाई एक्लै नछोड। उसको छाया उसको शरीरभन्दा ढिलो चल्थ्यो। घाँटी झाँक्रीको डर। झाँक्रीलाई बोलाइयो। उसले बच्चालाई हेरेर नै हात काँपायो। उसले भन्यो, यो जुडेराको आत्मा होइन, यो त श्रापको बिउ हो। जुडेराले बनाएको विधि रमेशको बलिदानले पुरै टुटेको थिएन। काँटी श्राप कसरी सर्छ? झाँक्रीले अन्तिम सत्य खोल्यो। जो डर लुकाएर बाँच्छ, जो सत्य बोल्दैन, श्राप उसैमा सर्छ। गाउँमा सन्नाटा छायो। अर्को रात। त्यस रात 12:12 त्यो बालक एक्लै जङ्गलतिर हिँड्यो। उसको पछाडि कालो कुहिरो, चेनको आवाज र धेरै आत्माको सुसेरा। जङ्गलबाट आवाज आयो, हामी अझै छौँ। खुल्ला अन्त्य। बिहान बालक भेटिएन, तर जङ्गलको रुखमा एउटा नयाँ कुरा देखियो, सानो हातले बनाएको चिन्ह। गाउँलेहरू आज पनि भन्छन्, जुडेराको आत्मा त गयो होला, तर जुडेराको डर अब सहरतिर सर्दैछ। र यदि तिमी यो कथा सुन्दैछौ भने आज राति 12:12 यदि अचानक घन्टीको आवाज आयो भने झ्यालतिर नहेर, आफ्नो नाममा आएको आवाजलाई व्यवस्था गर, किनकि श्राप कथा सुन्ने मान्छे खोजिरहेको हुन्छ।